Golden opportunity for 2026 graduates. यदि तपाईहरू पनि जापानमा रहेर आफ्नो सेन्मन तथा दाइगाको ग्रेजुएट्स हुनुहुन्छ भने यो तपाईको लागि गोल्डन अपर्च्युनिटी हुन सक्छ। हाम्रो जापानमा रहेको अफिसले यही नोभेम्बर 30 मा कान्साई इन्टरनेशनल जब फेयर 2025 आयोजना गर्ने भएका छौं, जहाँ तपाईहरूले जापानमा रहेका सम्पूर्ण प्रकारका होटलहरूलाई एकै ठाउँ भेट्ने मौका पाउनुहुनेछ। तपाई पनि यो अपर्च्युनिटी मिस नगर्नुहोला र यस कन्फरेन्समा उपस्थित भई आफ्नो वर्किङ भिजाको लागि इन्टरभ्यु दिनुहोला। यो जब फेयर चाहिँ नोभेम्बर 30 मा दिउँसोको 1 बजेदेखि बेलुकाको 5:30 बजेसम्म जापानको ओसाकामा रहेको टिकेपी सिन कन्फरेन्स सेन्टरमा हुने भएको छ। यो एक फिजिकल इभेन्ट हो र यसमा उपस्थित हुनका लागि तपाईले आफ्नो रिरेक्सो, जाइरो कार्ड, ओरिजिनल पासपोर्ट र स्टुडेन्ट कार्ड लिएर आउनुपर्नेछ। र केटाहरूको हकमा फुल हाइजिनका साथ दाढी कपाल काटेर, केटीहरूको हकमा भने फुल ड्रेसका साथ वेल मेकअप गरेर उपस्थित हुनुपर्नेछ। तपाई पनि यस गोल्डन अपर्च्युनिटी मिस नगर्नुहोला। नबिर्सनुस्, टिकेपी सिन ओसाका कन्फरेन्स सेन्टर नोभेम्बर 30 दिउँसोको 1 बजेदेखि 5:30 बजेसम्म। धन्यवाद।